हेलो गाइस, के छ खबर? अहिले चाहिँ हामी भेलेटरको डाँडा बजार भन्ने ठाउँमा छौँ। भेलेटर भन्छ नि यसलाई नि कि भन्दैन? भन्दैन रे भेलेटर त। हामी चाहिँ अहिले डाँडा बजारतिर छौँ। यहाँ चाहिँ यस्तो दामी भ्यू अरे, फुलहरू दामी फुलिरहेछ। यो फुल हो कि के हो होइन, त्यति थाहा चाहिँ भएन। डाँडाहरू यस्तो बबल देखिरहेछ कि। हामी चाहिँ हिजो अस्ति देउसी खेलेको पैसाले पिकनिक आएको थियौँ साथीहरूसँग। अनि आज चाहिँ यहाँ मास्तिरका टावर छ अरे, अनि केटाहरूसँग जाँदैछौँ हामी चाहिँ। केटाहरू यहाँ पुगिसके, म पनि जाँदैछु डाँडातिर है। बिहान बिहानै केटाहरूले उठाएर डाँडा लाँदैछ हामीलाई चाहिँ। केटाहरूले यार बिहान यस्तो उकालो हिँडेको छ, अलिकति हिँडेको फाँक भइसक्यो। अनि साथी के छ? गलिया बिहान यस्तो उकालो हिँड्नु परिरहेछ होइन? के गर्नु, डाँडा त यस्तो हेर्नु जानु पर्यो नि। बल्ल बल्ल आएको जहिले ए चप्पल नदेखाउँ यार। सन्दुकको देखाउन, सन्दुकको। हेलो केटी, हामीले त चप्पल ल्याएको थिएन। अनि यहीँ होमस्टे बसेको ठाउँमा चप्पल रहेछ, त्यहीको चप्पल हामी चाहिँ उठाएर सबैले ल्याएर हिँडिरहेछौँ। सास कस्तो बढेको अरे तिनैमा, हिँड्ने बानी नहटेर छ यार। उमेर चाहिँ दामी फुल फुलेको छ यार, लभली। यो हिँडाइ त कसम मनक छ यार, माम्पाका। गलियो अलिकति हिँड्ने बित्तिकै गलियो। अझै कहाँ छ पुल भने माम्पाका। यहाँ चाहिँ एउटा मन्दिर रहेछ, टक्कसँगले दर्शन गर्नु पर्ला। तर खाइसक्यो मेरो खाजा, हामीले दर्शन गर्नु हुन्थ्यो के अब छैन। दर्शन त मनदेखि छ नि जहिले। सागुरीगढी भन्छ क्या यसलाई? यो सागुरीगढी हो ल, नाम पनि फर्स्ट टाइम सुनियो सागुरीगढी अरे। केटाहरू चाहिँ यहाँ गएर बसिसकेको छ टक्कसँगले। म चाहिँ यहाँ हामी जाँदैछौँ। ओ साथी सब गल्यो क्या हो? पाएको भएछ साथी। के छ केटा? गलियो यहीँ हो हाम्रो उयो गन्तव्य? अझै माथि हो? यहाँ चाहिँ रेस्ट हो। केटाहरू सबै गलेर रेस्ट बसिरहेछ। साग कस्तो फुलेको है? रोमला त नर्मल होला, मुन्नुको अगाडि होइन यो। अझै यहाँ माथि जानुपर्छ यार। हामी चाहिँ रेस्ट गरिसकेर अब हामी फेरि गन्तव्यतिर लाग्दैछौँ उकालो। केटाहरू चाहिँ तलतिर चाहिँ बस्दैछ अरे। ओ केटाहरू जाउँ है सन्दीप भाइ। यहाँ चाहिँ के हो होइन, यस्तो यहाँ भन्दै रोक्या हो कि यहाँ भन्नै बाँकी हो। यहाँ चाहिँ आराम गर्ने ठक्कसँगले बस्नु ठाउँ रहेछ साथीहरूसँग। जाउँ यहाँ चाहिँ दामी सिँढीहरू रहेछ, मास्तिर जानुपर्ने। कुन देशको झन्डा हो त्यो? आमा नेपालकै छैन त त्यहाँ त झन्डा त। ए यहाँ छ झन्डा। यो कसम उकालो त। म केही भन्न चाहदिनँ यो उकालो हिँड्नुको लागि। यही हिँड्नुको लागि हामी यत्रो माथि आएको। ओ सेट टावर यार, लभली। अब यहीँ जानुपर्ने गन्तव्य यहाँ छ। ए यहाँ पनि टक्क मन्दिर रहेछ। हात गलो, महल पकाउने बानी छैन कि, हल्का हात गलिहाल्छ। लभली भ्यू यार कसम। यहाँ माथि गएर कस्तो भ्यू हुन्छ हेर, चढौँ न। अरू भन्दा नि हात फाँक हो यार गलेर।
कडा के छ भ्यू कस्तो लाग्यो तिमीहरूलाई ओके त अब चाहिँ राम्रो छ हो यहाँको भ्यू चाहिँ यस्तो छ है यहाँदेखि भ्यू चाहिँ टक्कसँगले लभली यार लभली रहेछ घरहरू यत्रो माथि आइएछ अनि ल डाँडा आइयो है एकछिन यहाँ फोटोसोटो खिचिन्छ अब एकछिन यहाँ फोटो खिचिन्छ होला नि बस्ने हो जाने हो फेरि घरतिर अब काममा पनि जानुपर्ने छ दाइले मार्छ मलाई ल हामी चाहिँ अब टावरबाट तल झर्दैछौँ है त्यति साह्रो धेरै पनि बस्नु हुँदैन क्या टावरमा लडी पठाइन्छ तर हामी चाहिँ लाग्दैछौँ तलतिर रमाइलो छ जिन्दगी जे होस् अब भोलिदेखि कामको काम लाग्नुपर्ने जस्तो छ केटाहरू आएको भर्खर आएको केटाहरू भर्खर आउँदैछ हामी चाहिँ फेरि फर्किसक्यौँ क्या अब हामी चाहिँ तलतिर फर्किँदैछौँ हामी चाहिँ फर्किने केटाहरू चाहिँ भर्खर आइपुग्दैछन् के भन्नु र अब ल बिस्तारै होला केटा फर्केको यार केटाहरू भर्खर मस्तिर जाँदैछ हामी चाहिँ फर्किँदैछौँ अब हामी तलतिर गएर यसो हल्का एउटातिर फोटो खिच्नु पऱ्यो नि होइन बल्ल भयो यस्तो ठाउँमा आएको खिच्नु पऱ्यो नि त हल्का जङ्गली भेकतिर कति सहरमा मात्रै खिच्नु अब जङ्गलतिर नि आएर खिच्नु पऱ्यो नि घुम्न आएको बेला टक्कसँगले सेक्री ठाउँ रहेछ यहाँ बस्ने लभली ठाउँ रहेछ त यहाँ जाने मान्छे पनि छ के हो त्यहाँ हामी चाहिँ तलतिर गयौँ अब ल गयो छिटो भाइ चाहिँ फोटो खिच्न आएको कस्तो लभली प्लेस लाग्यो कसम यस्तो दामी दामी फुटाइरहेछ कि कसम यो ठाउँ त तिनजुरे भाइब्स आउने रहेछ यो ठाउँमा आएपछि चाहिँ होइन भाइ खै चस्मा लिएर चस्मा लगाइदिउँ न यार कस्तो हेन्सी देखिन्छ चस्मामा मलाई चस्मामा कस्तो देखेको छ है यस्तै हेरेँ भिडियोमा यसो हल्का भिडियो हेर्नुभएको छ भने चाहिँ यसो कमेन्ट गर्नु ल चस्मामा मलाई कस्तो देखेको छ के फोटो खिच्दै जाने चाहिँ फोटो खिच्नु ल लभली यहाँहरू साथी छ होइन हल्का उज्यालो पनि कालो देखिने मान्छे छ होइन 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 जिस्केको बुझ्नु न जिस्केको हाम्रो साथीहरू एकदम हेन्सम छ होइन कस्तो मार्छ नि यो मान्छेले त चाहिँ मासतिर फोटो खिचेर अब यहाँ तलतिर जाँदैछौँ म चाहिँ यहाँ तलतिर पनि फोटो खिच्दै भन्दैछ केटाहरू त्यसो एक दुईवटा फोटो खिचेर जानुपर्छ घरतिर पनि फर्किनु पर्ने हुन्छ हामी चाहिँ होइन अब ओ सन्दीप भाइ कहाँ खिच्ने हो खिच्नु चाहिँ ल ल ल ठिक छ त ए हामीभन्दा अगाडि जाने केटा माथि पछाडि जाने केटाहरू आइसकेको छ तलतिर हामी चाहिँ फोटो खिचेर यहाँ बिजी के गर्नु र हुनुपर्ने यहाँदेखि तल त आउँदैन नि भाइ कहाँ लाउँछ यहाँदेखि तल खिच्यो भने चाहिँ एकचोटि ट्राई गरौँ न है हामी एकचोटि फोटो खिच्छौँ ल हामी चाहिँ यहाँदेखि लागिसक्यौँ टक्कै रेडी भइसक्यौँ हामी चाहिँ होमस्टे यहाँ बसेको थियौँ यहाँबाट अब सबै चेकआउट गरिकन हामी अब आफ्नो घरतिर लाग्दैछौँ सन्दीप सरले बाइक घुमाउँदै हुन्छ म चाहिँ यहाँ अब चढ्नु बाँकी छ ओ भाइ ओ चढा न ओइ के भएको ओइ हामी चाहिँ अब यहाँ त्यो उतार्नु पर्यो के भयो किन कसको माग्थ्यो उयो डल्लेको माग्थ्यो डल्ले चल्दैछ होइन ल बाइकमा तिनजना भयौँ हामी चाहिँ अब लागेको हामी चाहिँ अब टक्कसँगले बाटो चाहिँ यस्तो खत्तमै छ है गोरेठो गाउँको
घुम्दैमा फिर्दै भन्ने गीतमा यस्तो स्टोरी हाल्नु पर्ला सर यो बाटोमा त सन्दीपको चाहिँ आज खत्तम रहेछ सन्दीप सर के भन्न चाहन्छौ तिमी ल ल ल हाम्रो केटा चाहिँ अगाडि गइसक्यो हामी चाहिँ लास्ट टाइममा भयौँ अब लागेको अहिले चाहिँ हामी फेरि जाममा फसिरहेको छौँ टक्कसिनलाई होइन साथी जामले बिगारो यहाँ दोकानमा मान्छेले फोन गरेर मार्न लागिसक्यो यहाँ आफू चाहिँ जाममा फसिएर अब 2 घन्टा बस्नुपर्ने अरे 2 घन्टा अब के गर्दै बिताउने गाह्रो छ जाम खुलेर अब लाग्यौँ बल्ल बल्ल 2 घन्टाको प्रतीक्षामा हाम्रो बाटो खुल्ला भयो हामी अब सिधै घरानो नाम पार साउले मलाई चाहिँ मान्नै पर्यो क्या अब यो भिडियो चाहिँ साउसम्म पुग्नु पर्यो अरू केही होइन त्यही हो ल अब हामी तर धरानतिरै भेटौँला तपाईँ यहाँ भेलिटारमा सिट रोकौँला त्यतिखेर भेटौँला अब चाहिँ सिधै धरानो अब हाम्रो गन्तव्य भनेको चाहिँ भेलिटारमा के साह्रो चिसो बाफ्रे धरानतिर चाहिँ कहिले हुन्छ क्या यस्तो चिसो भेलिटारमा त बहुत सुन्नसरी छ मौसम चाहिँ भेलिटारमा धरानको अहिले के कस्तो अवस्था छ अब गएपछि हेर्नुला है फाइनल गाइस हामी चाहिँ धरान आइसक्यौँ धरानमा त टिल्ली हो घाम त के हो त्यहीँ मासतिर भेलिटारमा चिसो न चिसो त यहाँको त यसलाई के भन्नु यसलाई मासतिर नि गइदिएर हुँदैन नि यसो यहीँ हाम्रोमा मात्रै बस्ने गए जहिले सकिएन फाइनल गाइस म चाहिँ धरान घर आएर नाइस हेरेर डक्क फ्रेस भएर म कामतिर आइसकेँ है थ्याङ्क यू फर वाचिङ सबैलाई धन्यवाद हामी मेरो भिडियोहरू सुन्दामा सबैजनाले लाइक सेयर सब्सक्राइब र अरू साथीहरूलाई नि यसो भनेर होइन सब्सक्राइब चाहिँ गर्नु पऱ्यो थ्याङ्क यू फर वाचिङ